अब हजुर बोल्नु ल। जय काल भैरव, जय मा। जय होस्, काल भैरवले रक्षा गरोस्। महाकाल भैरवको बारेमा हजुरसित केही जान्न मन लाग्यो, एकचोटि उहाँको बारेमा चाहिँ पुरा भनिदिनु भए आभारी हुने थिएँ। अब छोटकरीमा म भन्नुहुन्छ है, धेरै छोटकरीमा भन्दाखेरि काल भैरव पहिलाको जुगमा हाम्रो पहिला अदालतहरू थिएन हो कि होइन। त्यतिखेर हाम्रो राणा सानुहरूको पालोमा पनि यहाँ बिचमा राखेर न्याय निसाब गराउनु हुने श्री काल भैरव हजुर है। अहिले कलीले जितिरहेछ, कलियुग भएको छ। काल भैरवको महायज्ञ होम गरेर भैरव चाहिँ जगाउन लाग्छ। हजुर